सबैभन्दा पहिला तपाईँहरूलाई नमस्ते है। अनि मेरो नाम चाहिँ कमला माया लिम्बू है, म नेपालबाट। अनि मेरो जुन क्यान्सरको डायग्नोसिस चाहिँ मेरो यता दुबईमै भएको है, एक्चुअली यहाँ दुबईमा नै भएको, जुलेखा हस्पिटलमा। अनि त्यसपछि मात्रै म नेपाल गएर नेपालमा चाहिँ मैले हरसिद्धि क्यान्सर हस्पिटल भन्ने मलाई थाहा भयो। अनि त्यहाँनिर चाहिँ मैले गएर ट्रिटमेन्ट सुरु गरेँ होइन। अनि मैले सबैभन्दा पहिला त मैले डाक्टर सुदीपलाई भेट्न पाएँ र उहाँको सल्लाह अनुसार मैले त्यहाँ ट्रिटमेन्ट मेरो त्यहाँनिर भयो। अनि एकदमै असल प्रकारले मेरो ट्रिटमेन्ट भएको थियो। मेरो किमोको ट्रिटमेन्ट चाहिँ उयो के अरे सर्जरी पछाडि भएको है। मेरो सर्जरी पहिला भएर अनि किमो भएको। अनि जति बेला मेरो किमो स्टार्ट भएको थियो अनि अलिअलि त साह्रो गाह्रो भएको थियो मलाई, अलिकति साह्रो गाह्रो भएको थियो। तर ट्रिटमेन्ट राम्रो भएको कारणले होला मलाई त्यस्तो गाह्रो चाहिँ मलाई भएन है, गाह्रो भएन। अनि कतिवटा 6 साइकल मेरो किमो गर्नु परेको थियो। अनि 6 साइकल किमो गर्दासम्म म नेपालमा थिएँ। अनि मेरो किमोको किमो सकेको चाहिँ मेरो लास्ट डिसेम्बरको 5 तारिक मेरो किमो सकेको। अनि किमो सकेपछि चाहिँ म फेरि 1 जनवरीमा म यता दुबई आइहालेँ है। अनि त्यसपछि मलाई त्यस्तो साह्रो गाह्रो त खास केही पनि भएन। अनि मलाई जति पनि डक्टरहरूले सपोर्ट गर्नुभयो, सुदीप श्रेष्ठ डक्टरदेखि लिएर त्यहाँ खगेन्द्र डक्टर हुनुहुन्थ्यो जब मैले किमो मेरो लाउँदाखेरि त्यहाँनिर फलोअप गर्नुहुने डक्टर हुनुहुन्थ्यो। अनि सबैले राम्रोसँग केयर गर्नुभयो र उहाँहरूको जुन किमोको टाइममा जुन उहाँहरूले हौसला दिनुहुन्थ्यो त्यो कुरोले मलाई धेरै सपोर्ट मिल्यो। अनि सबैभन्दा पहिला त त्यो किमोको जुन ट्रिटमेन्ट राम्रो भएकै कारणले होला आज म यहाँनिर यसरी होइन छिटो रिकभरी हुन पाएको छु। अनि त्यसपछि भनेको फेरि मैले समीक्षा सिस्टरलाई भेट्न पाएँ होइन, यो मेरो जुन सोमेटिक टेस्टको अवधिमा। अनि जब सिस्टरले मलाई हाम्रो जुन डाइटिसियनहरूसँग मलाई कन्ट्याक्ट गराउनु भयो भनौँ न, वेबिनारमा पनि सहभागी गराउनु भयो। अनि त्यसले नै मलाई धेरै सपोर्ट मिल्यो। हुन त म यहाँ बिजी छु है, जब आएर हप्ता दिन मैले रेस्ट लिएँ त्यसपछि म काममा बिजी छु। त्यो कारणले पनि अलिक मैले यो हेल्थ साह्रो गाह्रो केही नै मैले थाहै पाएको छुइनँ। र उहाँहरूको जुन मलाई सल्लाहले चाहिँ सपोर्ट मिलेको छ। मैले आफ्नो हेल्थलाई केयर गर्न पाइरहेको छु, कसरी खाने, कुन टाइममा खाने, अनि के खाने भनेर जुन मलाई सल्लाह दिनुभयो। अनि त्यसमा चाहिँ एकदमै मलाई पोजिटिभ राम्रो भइरहेछ। राम्रो भइरहेछ। दियोस् क्यान्सर त्यस्तो खास डरलाग्दो जस्तो मलाई लागेन है, मलाई चाहिँ लाग्दै लागेन सुरुदेखि नै। अनि अहिले जुन मेडिसिन खाइरहेको छु त्यो मेडिसिनले पनि मलाई राम्रै भइरहेछ, राम्रै फिल गरिरहेछु। त्यस्तो केही पनि मलाई गाह्रोहरू भएको छैन, राम्रै भइरहेछ। चाहन्छु भने क्यान्सर एउटा रोग सुन्दाखेरि डरलाग्दो है, मान्छे आत्तिन्छ, डरलाग्दो। र सुरुमा मान्छे आत्तिन्छ पनि। तर मेरो एक्सपिरियन्स भनौँ है, मेरो फिलिङ्स भनेको चाहिँ सुरु जब मेरो डायग्नोसिस यहीँ भयो, डक्टर आफैले मलाई तँलाई 90% क्यान्सर भनेर भन्नुभएको थियो यहीँनिर दुबईको डक्टरले। त्यसपछि यहाँनिर मेरो इन्सुरेन्स नभएको कारणले मैले यहाँनिर ट्रिटमेन्ट गराउन पाइनँ नि त। यहाँ ट्रिटमेन्ट गराउन सकिनँ किनभने अलिक एक्सपेन्सिभ हुन्छ भनेर डक्टरले मलाई भन्नुभएको थियो। त्यसपछि म इमिडिएटली नेपाल गएर मैले ट्रिटमेन्ट सुरु गरेँ। अनि मलाई चाहिँ क्यान्सर अब 3rd स्टेजको क्यान्सर भएको होइन, ओभरियन सिस्ट क्यान्सर भएको हो। तर मलाई त्यति बेलादेखिको उपचारभरि पनि केही पनि फिलै भएन। साँच्चै भन्नु पर्दाखेरि मलाई त्यस्तो म कहिले डराइनँ पनि, मलाई के हुन्छ होला भन्ने पनि भएन। म यतिकै ठिक भएँ, यतिकै रिकभरी भएँ, यतिकै वापस आएँ मेरो आफ्नो काममा है। अनि म क्यान्सर पेसेन्टहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू नडराउनुहोस्, यो केही पनि होइन है। तपाईँहरू भित्रबाट तपाईँहरूको आत्मबल तपाईँले दह्रो राख्नुहोस्, पोजिटिभ रहनुहोस् है। अनि के हुन्छ होला, यो उपचार गर्दै जाँदाखेरि के हुने होला भनेर नडराउनुहोस्। तपाईँहरू सही ठाउँमा उपचार, सही हस्पिटलमा उपचार गराउँदै हुनुहुन्छ
र सही ट्रिटमेन्ट हुँदैछ भने तपाईँहरू पूर्ण रूपमा रिकभरी हुन सक्नुहुनेछ। र त्यो भन्दा पनि आफू चाहिँ पहिला एकदमै पोजिटिभ रहनु पर्यो कि मलाई केही हुँदैन, यो केही पनि होइन, यस्तो बिराम यो नर्मली बिराम हो भन्ने सोच्नु पर्यो भन्ने जस्तो लाग्छ मलाई। किनभने मैले चाहिँ त्यसरी मैले सोच्दै आएँ र अहिलेसम्म पनि मलाई क्यान्सर भएको थियो र भन्ने पनि लाग्दैन मलाई। मैले त बिर्सिसकेँ के भएको थियो, त्यही भएर पनि मलाई अहिले भन्न गाह्रो भएर। अनि नडराउनुहोस् भन्न चाहन्छु र नआत्तिनुहोस्, आफूलाई चाहिँ आत्मबल दह्रो राख्नुहोस्, पोजिटिभ रहनुहोस् भन्न चाहन्छु।